चर्च इज नट अ बिल्डिङ. मण्डली कुनै भवन होइन, तर परमेश्वरले आफ्नो जनलाई भेला हुनको लागि बिल्डिङ त दिन्छ. इट इज नट अ डिनोमिनेसन. मण्डली कुनै सम्प्रदाय पनि होइन, मण्डली कुनै कार्यक्रम पनि होइन, मण्डली कुनै ट्रस्ट पनि होइन, मण्डली कुनै समाज पनि होइन. तर हामी इसाई समाज भएकोले हामी जिउने काम गर्दछौँ. मण्डली कुनै राजनीतिक दलको हिस्सा पनि होइन. मण्डली इज नट अ पार्ट अफ अ पोलिटिकल पार्टी है. मण्डली कुनै नेटवर्क पनि होइन. हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि नयाँ नियममा चाहिँ मण्डली चाहिँ प्रभु येशू ख्रिस्टको शरीर हो. धेरै खेप हामीले मण्डलीलाई प्रभु येशू ख्रिस्टको शरीर भन्ने यो गहिरो कुरालाई नि भन्दा हामी एकै नामलाई हामी बेसी मान्यता दिन्छौँ है. मण्डलीको नामलाई हामी उचाली बस्छौँ. तर नाम भन्दा पनि हामीले मण्डलीको इम्पोर्टेन्स भन्छ, गहिरो यसको मिनिङलाई हामीले बुझ्नुपर्छ. अनि मण्डली के हो भनेर हामी भन्छौँ भने मण्डली चाहिँ गड्स पिपल, परमेश्वरको सन्तानहरू है, उहाँको अङ्ग भएर बस्ने ठाउँ हो है. जसलाई नाम दिएको हुन्छ नो प्रब्लम. तर मण्डली चाहिँ प्रभु येशू ख्रिस्टको शरीरमा अङ्ग भएर बस्ने उहाँको सन्तानहरूको समूहलाई चाहिँ हामी मण्डली भन्दछौँ.